नमस्कार। आज हामी एउटा एकदमै चर्चित ब्रान्ड नाइकीको कथामा अलि गहिरिएर हेर्दैछौँ। हो कसरी एउटा मतलब सानो सोचबाट सुरु भएको कुरा अझ कारको डिक्कीबाट होइन। कारको डिक्कीबाट कसरी त्यो विश्वभर फैलियो, त्यसको यात्रा कस्तो रह्यो। हो त्यसकै बारेमा कुरा गरौँ न त। हाम्रो आजको यो गहन चर्चा चाहिँ एउटा स्रोत छ नाइकी सपनाबाट शिखरसम्मको यात्रा हो, यसैमा आधारित रहेर गर्दैछौँ। ठिक हो। हाम्रो उद्देश्य के हो भने यो ब्रान्ड कसरी बन्यो, यसको सपना, सङ्घर्ष अनि सफलता पछाडि के कुराहरू छन् तिनलाई खोतल्ने। महत्त्वपूर्ण पक्षहरू केलाउने होइन त। हो, ल सुरु गरौँ न त। यो कथा सुरु हुन्छ सन् 1964 तिरबाट। 1964 फिल नाइट, उनी त सामान्य युवा नै थिए। अनि उनका दौड प्रशिक्षक बिल बोरमैन। हो, उनीहरूले के सोचे भने जापानबाट अलि सस्तो तर राम्रो जुत्ता ल्याएर बेचौँ। कम्पनीको नाम पनि राखे सुरुमा, ब्लू रिबन स्पोर्ट्स। ब्लू रिबन स्पोर्ट्स। सुरुवात त निकै सामान्य थियो रे नि। फिल नाइटले आफ्नै कारको डिक्कीलाई पसल बनाएर हो कारको डिक्कीबाटै ठाउँ डुल्दै बेच्थे रे। तर सोच चाहिँ सानो थिएन है। थिएन। उनीहरूको सपना त संसारभरका मान्छेलाई दौडाउन प्रेरित गर्ने एउटा ठूलो ब्रान्ड बनाउने थियो। एउटा कल्चरै बनाउने जस्तो। हो नि। यहाँ चाखलाग्दो कुरा के छ भने नि, यो सानो सुरुवात देखिए पनि यसको पछाडि एउटा ठूलो भिजन थियो। कस्तो भिजन थियो? उनीहरूको लक्ष्य खालि जुत्ता बेच्ने मात्र थिएन के, मान्छेहरूलाई खेलकुदतिर अलि सक्रिय जीवनतिर लगाउने, उत्प्रेरित गर्ने थियो। मतलब त्यो बेला अरू कम्पनीहरूले त्यति ध्यान दिएका थिएनन्। सायद त्यति थिएन। खास गरी गम्भीर धावकहरूको के आवश्यकता छ त्यो कुरा नाइट र बोरम्यानले बुझेका थिए। उनीहरूले एउटा निश्चित बजारलाई लक्षित गरे, एउटा निश मार्केट जस्तो। हो, ठ्याक्कै। अनि त्यही अनुसारको उत्पादन ल्याउने रणनीति बनाए। यो केवल व्यापार मात्र थिएन, उनीहरूको खेलकुदप्रतिको लगाव पनि थियो। हो, त्यो देखिन्छ। अनि यात्रा अघि बढ्दै गयो र सन् 1971मा एउटा ठूलो परिवर्तन भयो होइन? हो, 1971 कम्पनीको नामै फेर्यो। के राखियो? नाइकी। नाइकी, जुन ग्रीक माइथोलोजीको विजयकी देवी नाइकीबाट लिएको। अनि त्यही बेला त्यो विश्व प्रसिद्ध लोगो सुश पनि बन्यो। हो, त्यही बेला। अनि त्यो लोगो बनाउने को थिइन् रे? क्यारोलिन डेभिडसन, एउटा डिजाइन स्टुडेन्ट। हो, विद्यार्थी। अनि कतिमा बनाएको रे? जम्मा $35 साँच्चै? केवल $35? आज त त्यो लोगो अर्बौंको ब्रान्डको चिनारी छ। हो नि, संसारकै सबैभन्दा चिनिने चिन्ह मध्ये एक पर्छ होला। यो नाम र लोगोको परिवर्तन त निकै रणनीतिक थियो होला है? एकदमै। ब्लू रिबन स्पोर्ट्स सुन्दा कस्तो वितरक जस्तो सुनिन्थ्यो होइन? हो, अरूको सामान बेच्ने जस्तो हो। तर नाइकी र त्यो सुशले चाहिँ एउटा छुट्टै शक्तिशाली, अलि आकांक्षा जगाउने खालको ब्रान्ड पहिचान दियो। यसले कम्पनीलाई अब केवल अरूको जुत्ता ल्याएर बेच्नेबाट आफ्नै कथा र दर्शन भएको एउटा मौलिक संस्थामा बदलियो। हो, त्यो त हो। अनि नाइकीको सुरुवाती दिनमा बिल बोरम्यानको एउटा आविष्कारले पनि त ठूलो भूमिका खेल्यो नि। त्यो वाफलवाला कहानी। हो, घरमा श्रीमतीले वाफल बनाउने मसिन चाहिँ बिगारेर त्यसबाट जुत्ताको सोल बनाए रे। वाफल सोल भन्छन् त्यसलाई। कस्तो आइडिया! यसले चाहिँ के फरक पार्यो त? यसले धावकहरूलाई दौडदा गजबको ग्रिप दियो, मतलब पकड, अनि कुशनिङ पनि, आराम पनि। पहिले त्यस्तो थिएन। भनेपछि दौडिन एकदमै सजिलो भयो। हो, यो खालि रमाइलो कथा मात्रै होइन, यसले नाइकीको त्यो सुरुवाती इनोभेसन क्षमता देखाउँछ। नयाँपन ल्याउने। बोरम्यान आफै कोच भएकोले उनलाई थाहा थियो नि त धावकलाई के चाहिन्छ भनेर। हो, प्र्याक्टिकल नलेज भयो। उनले सामान्य घरकै सामान प्रयोग गरेर एउटा टेक्निकल समस्या सुल्झाइदिए। यसले नाइकीका जुत्ताहरूलाई अरूभन्दा फरक बनाइदियो। प्रदर्शनमा केन्द्रित उत्पादन। प्रब्लम सल्भिङ इनोभेसन भन्छन् नि, त्यस्तै भयो। अनि त्यसपछि त नाइकीको यात्रा झन तेज भयो, खास गरी 1980 को दशकमा। 80 को दशक। माइकल जोर्डन, बास्केटबलका बादशाह माइकल जोर्डनसँगको सहकार्य, एयर जोर्डन ब्रान्ड। त्यो त गेम चेन्जरै थियो नाइकीको लागि। त्यसले त नाइकीलाई कहाँबाट कहाँ पुर्यायो है? हो नि, खेलकुद सामग्री बजारको टपमै पुर्यायो। अनि त्यसपछि आयो त्यो नारा जस्ट डु इट। जस्ट डु इट, त्यो पनि उस्तै प्रभावकारी। माइकल जोर्डनसँगको सहकार्य कसरी फरक थियो अरू स्पोन्सरशिप भन्दा? यो खालि खेलाडीलाई पैसा दिएर आफ्नो जुत्ता लगाउन लाउनु मात्र थिएन। नाइकीले जोर्डनको व्यक्तित्व, उनको खेल्ने तरिका, अलि विद्रोही छवि, हो, त्यसलाई प्रयोग गरेर पुरै एयर जोर्डन भन्ने एउटा सब ब्रान्ड नै बनायो, जुन आफैमा एउटा कल्चरल आइकन बन्यो। अनि जस्ट डु इट नारा नि त्यसले के गर्यो?
त्यसले चाहिँ नाइकीलाई व्यावसायिक खेलाडीको मात्र ब्रान्डबाट होइन, आम मानिसलाई पनि म जस्तो तपाईँ जस्तो साधारण मान्छेलाई पनि हो सक्रिय जीवन जिउन, केही गर्न, त्यो हिचकिचाहट तोडेर अघि बढ्न हौसला दियो, गरिहाल्नु न त भन्ने जस्तो। साँच्चै नाइकीको कथाबाट सिक्ने कुरा त धेरै रहेछन्। फिल नाइटले त कारको डिक्कीबाट सुरु गर्दा हार मानेनन्। हो, त्यसले के देखायो भने सुरुवात जतिसुकै सानो होस्, सपना ठुलो देख्नुपर्छ र हिम्मत हार्नु हुँदैन। अनि त्यो वाफल सोलको कुराले पनि होइन, सामान्य स्रोतबाट पनि कस्तो नौलो सोचले ठूलो परिवर्तन ल्याउन सकिन्छ भन्ने देखायो। निश्चित रूपमा यो एउटा कम्पनीको सफलताको कथा मात्रै होइन। के हो त? यो त निरन्तर लागिरहने, जोखिम उठाउने आँट गर्ने, बजार जसरी बदलिन्छ त्यसै अनुसार आफूलाई पनि परिवर्तन गर्ने र सबैभन्दा ठूलो कुरा एउटा स्पष्ट भिजन राख्नेहरूको कथा हो। नाइकीको सफलता कुनै एउटा मात्र कुराले भएको होइन रहेछ। होइन, यी सबै कुराहरूको एउटा सही मिश्रणले गर्दा भएको। अन्तमा हाम्रो स्रोतले नाइकीको सन्देश जस्ट डु इट लाई कोट गर्दै एउटा प्रश्न सोधेको छ, अब तिम्रो पालो। नाउ इट्स योर टाइम। एउटा सामान्य आइडियालाई यस्तो विश्वव्यापी अभियान बनाउने यो कथाले हामीलाई हाम्रो जीवनको लक्ष्यहरू, चाहे सानो होस् वा ठूलो, त्यसलाई प्राप्त गर्न तुरन्तै मतलब अबेर नगरी कदम चाल्न कसरी प्रेरित गर्न सक्छ त? हो, यही प्रश्नमा सोच्दै आजको यो हाम्रो चर्चालाई यही टुङ्ग्याउँ। हुन्छ।